गर्लफ्रेन्ड लिएर हिँडेको जस्ट जोकिङ केटा हो होइन भाउजू तपाईँले माया मिसाएर ल है त वास्तवमा यहाँ चाहिँ भाउजूले डेन्जर माया मिसाएर बनाउनु हुँदो रहेछ राइडरै भइदियो या ल केटा एकछिन भेट्नुपर्छ ल हुनुहुन्छ यहाँ समात्नु अब बोल्नु लानु बोल्नु बोलेरै बस्नु वास्तविकता कुरा गर्नुपर्दा चाहिँ म उहाँको बोयफ्रेन्ड हो अनि उहाँलाई लिएर जान लागेको छु मैले बगर अनि उहाँले मलाई 500 रुपियाँ दिनुहुन्छ है थ्याङ्क यू सो मच है ब्रदर है र केटा आज रहेको छ दोस्रो दिन अहिले भएको छ 12:54 र अहिले जाँदैछु बाइक स्टार्ट गर्न कोलिस्टा र यो बाइक हिजो टेस्ट हाने थिएँ उड्न चाहिँ उड्छ होइन अब खासै चलाएकै छैन पेट्रोल नै छैन र म चलाउने अलवेज मेरो यही मायालु यही चलाउँछु म यो कोलिस्टार्ट गरेर अहिले उता बाहिर भेटौँ है त र केटा अब बिहान बिहान मुड मेरो खराब भइसक्यो भएको छ र अहिले चाहिँ कुन बाइक हो रिजु हो यो रिजु बाइक र अहिले म छु सिजन चोकबाट म डिस्प्ले हाउस जान लागेको छु किनकि बिहान बिहान मुडै खराब भयो सामानहरू कति हुन्छ नि त कति दौडिनुपर्छ भागदौड गर्नुपर्छ त्यो कुराहरू चाहिँ दाइहरूले बुझ्दिनँ अनि मलाई अलिकति नराम्रो लाग्छ नि अब म नि अब अलिकति हुन्छ नि त सामान लिन दौडिनुपर्छ पेट्रोल खर्च हुँदैन होइन अब अप एन्ड डाउन हान्नुपर्छ घरि माथि गएर तलबाट माथि होइन सामान नपाएर दिमाग लोड खराब भइरहेको हुन्छ है अनि झन् गाली गर्ने आउँ भनेर भन्छ त्यो कुरा नि सहे नि त हुन्छ नि त त्यो कुरा नि मैले मान्छु मैले नगरेको पनि होइन गरेको हो होइन तर मैले सक्ने त गरिरहेको त रिसाइ सामान पाउन्न यार यस्तै हुन्छ क्या कसैलाई सामान चाहियो भने मलाई खबर गर्न सक्नुहुन्छ तर म धेरै त्यो सामान यता पाएन भने मलाई त्यता ल्याङफ्याङ नगरिदिनु होला र सामान चाहिन्छ भने मलाई अर्डर गर्नु होला है ससपार ल्यान्डेन सेन्डेन म सब ढुक्क हानिदिन्छु होइन र अहिले जान लागेको छु म डिस्प्ले हाउसमा होइन डिस्प्ले हाउसमा गएर सामान लैदिनु पऱ्यो अब दाइ राम्रोसँग लिएर गइदिनु है त्यो डिस्प्ले चाहिँ एकदम सेफ लिएर गइदिनु अब यहाँबाट जान लागेको छु आजकल केटा हो यार यो टिभी पनि जान लागेको छ यार बेनीमा होइन खतरेको दाइन्छ फेरि म त खाउको तपाईँ त्यस्तो हो नि त फेरि केटा आज फेरि जङ्की हो जङ्की र मेरो यहाँ काम गर्नु पऱ्यो यार हेरेर 12 बजी उठेको मान्छे है ए रनमरी फ्याट हान्नु पनि रनमरी बाटो बिचमा यार कसरी काट्छ यार तेल हेर्नु पऱ्यो तेल कति छ यार हेर्दैन भने अघि नै हेर्दै एउटा मान्छे हेर्दैन भने काटेको होइन र तेल मसँग लिटल बिट पर्सेन्ट छ र यतिले मलाई भ्याउँछ जस्तो लाग्छ र अब यहाँबाट लेग साइड जान्छु लेग साइडमा गएर काम सकिनेवाला छ त्यही हो ल एकछिन भेट्नुपर्छ म रगडा हो म चाहिँ अहिले आइसकेको छु विनायक र विनायकबाट चाहिँ जानेवाला छु म स्टेसन नम्बर 21A र हाम्रो सरजी चाहिँ तल आउनु भइरहेको छ अरे एकछिन कुरामा है त विनायक यहाँ रहेछ है थाहै थिएन एउटा दार्जिलिङले चल्दो बोल्दो फ्रेस दार्जिलिङमा पलाइसक्यो के चल्दो बोल्दो हो नि इच्छा अब जाँदैछौँ केटा हामी स्टेसन नम्बर 21A र हाम्रो सर आइसक्नु भएको छ हेलो आर यु ओके हाउ लङ यु विल स्टे हियर 3 months you go to Stupa or other things or not
Before 5 years swimming there. Oh, And I was there. I lost my life. from Sarangkot, looking good. Himalayas. Yeah, now I remember. Nepal is good, little bit, not more. What was? Nepal is good, little bit, not more. I think so. Because I stay here, I live here, so I don't like Nepal. Oh, I like it. Because everyone people is not working, just staying in home, and then they are going to outside for job, business. In outside country, more opportunity na. Oh, no problem. उहाँले चाहिँ टक्क गइसक्नु भएको छ यहाँबाट भित्र हैन अनि उहाँले चाहिँ मलाई टक्क WhatsApp मा चाहिँ एड गरिसक्नु भएको छ र WhatsApp मा एड गर्ने बित्तिकै अब उहाँले मलाई स्तुपाको लागि यो हाम्रो स्तुपा हुन्छ नि त कतिजना त जानु भएन नि त स्तुपाको लागि चाहिँ मलाई भन्नुभएको छ र यु सेन्ड मी मेसेज भनेर भन्नुभएको थियो मलाई चाहिँ अलिकति इङ्ग्लिस पनि धेरै भयो नि त नबोलेको कति भयो नि त अलिकति लडबडाउँदो रहेछ जस्तो सेटिस्फ्याक्सन भने सेटिस्फ्याक्सन त्यस्तो टाइपको हुने क्या अब त्यो टाइपको हुने होइन अब चाहिँ जस्ट इङ्ग्लिस पनि बोल्न पर्छ एकदम सुधार्नु पर्छ जस्तो लाग्छ मलाई चाहिँ र अहिले चाहिँ अब यहाँबाट म फेरि जक्सन जाँदा राइड खाइदिइरहेको अब औडा भइरहेको ल अब जक्सनमा गएर भेट्नुपर्छ ल केटा एकछिनमा चप्प बाग्लुङे माया चप्प उयो बसभित्र होइन यो बस ट्रेनिङ चाहिँ याद पनि आइरहेको मलाई अब केटाहरूको है 10 कक्षा पढ्ने बेला यति रमाइलो गरिन्थ्यो है बस पछाडि बसेर होइन यति हल्ला गरिन्थ्यो नाचिन्थ्यो टुर गइन्थ्यो होइन यो बेलाको याद चाहिँ मलाई आइरहेको छ हेर्नु न त्यहाँ माथि यो भाइहरूले कतिको मजा लिइरहेको छ अनि त्यो मलाई मात्र थाहा छ कि होइन किनकि मैले पनि मजा लिएको नि त्यो बेलामा र भाइहरू मोज गर्नुपर्छ सुने पनि नसुने पनि यहाँबाट सुन्दैछ भने मोज गर इन्जोय गर र दोस्त आइसक्यो त मिक्स अब छोटो गरेर बनाएर हालेको नि त केटा हो र गुड मर्निङ यार र तस्बिर खुद बोल्छ र भानी भर्खर उठ्नु भएको भनेर मलाई थाहा भइसक्यो म बिहानै आएको होटल खोल्न लडी तस्बिर बोल्छ हेर्नु रे क्या मेरो 30 राइड रहेको छ र अब चाहिँ जसरी क्याफेतर्फ लाग्न आइरहेको छु र उहाँले एकदम हतार छ चाँडो आउनु है केटा सब आउनु र उहाँलाई हेरौँ न होइन उहाँ नि कस्तो रहेछ त नि होइन नाम चाहिँ सबिना रहेछ है हेरौँ न रुखको छेउमा छु म भन्ने मन्दिरको छेउमा ल कहाँ आउनु त रहेछ ए अगाडिको हेर जस्तो लाग्छ नम्बर चाहिँ नदेखाउनु है केटा हो नम्बर देखायो भने म ठिक हुन्छु हतारमा चेन्ज छ भने चेन्जै दिन्छु हुन्छ ल है दिदी है ल बाई ल यो चाहिँ यहीँबाट हिँडेको राइड थियो नि त उहाँको दिदीको चाहिँ अनि होटेलै रहेछ क्या अनि यहीँ अनि लगभग मैले चाहिँ 80 भनेको थिएँ होइन अब यहीँबाट यही हो नि त खास गरी अनलाइनमा चाहिँ 70 रुपिस जति आउँछ होइन अनि ठिकै छ 100 रुपियाँ दिनु ठिकै छ म पनि ह्याप्पी उहाँ पनि ह्याप्पी मैले किनकि छिटै पुऱ्याइदिएँ नि त त्यो कुरा हो नि त र केटा हो यो बाइकको इन्जिन बनाएको थियो नि त मैले पैसा साथीसँग क्रेडिट लिएको थिएँ 10,000 त्यसको पैसा तिर्न बल्ल 2500 जति जम्मा भयो मेरो 3 दिनमा है अब अर्को 6 गते भयो ट्याक्क इङ्ग्लिस डेटको 6 गते 10,000 बुझाउनु हो त्यही हो लगेर एकछिन उठाउँला आइसकेको भएको छु र अहिले चाहिँ अर्को मान्छेलाई लिन जान लागेको छु र यसैसँग गर्दै आजको दिन चाहिँ जाडो भइरहेको छ यार दिन प्रतिदिन जाडो बढिरहेको छ भने
बैदाम भनेको थियो बैदामै अगाडि हो हो भन्नुहुन्छ गरेको थियो त्यो त्यहाँ गएर कल हान्छु नि होइन एकबाट यता रोक्नु पऱ्यो ल ठाउँमा चाहिँ त्यहाँदेखि भेट्छु उहाँ गइसक्नु भएको छ र उहाँले त मलाई नचिनिरहेको कि यस्तो हुन्छ कि आफ्नैले नि चिन्दैन यार ड्राइभ गर्दा साइड त्यो र म अनि क्यामेरा नलेर आइदिएको कि साइड नाम के हो र घर सोध्दै उहाँ चाहिँ मेरो ऱ्याङ्कीको बहिनी हो होइन अनि रिया थापा भन्छ नि त हो रहेछ भने पुरा हेरेको त मा लास्टमा त आफ्नै साथीको बहिनी परेछ क्या ठिक छ केटा हो मैले नदेखाएँ माइन्ड नगर्नु होला होइन यो भिडियो चाहिँ होइन किनकि सबै चिज देखाउनु पर्छ भन्ने छैन नि त अनि साथीको बहिनी हो क्या ऊ चाहिँ अनि देखाएन पछि कल गर्दा नि हुन्छ ल हुन्छ नि त भनेर भने र अर्को पालीमा देखाउँला नि त केटा हो होइन र के हो ल यो त सबै हाम्रो इन्ड्राइभ ग्याङको सबको बाइक हो तल साइडमा लगाएर एकछिन भेटौँ न बस्नु अब अम्मासँग जाने कुरा हो भयो यहीँबाट निस्किने कि के गर्ने जरेबाट जाम भयो जरेबाट जाम है यो बाटो घच्याङ घुचुङ छ कि भित्रभित्र त्यही भएर कि कहाँ अमरसिंह मेल जान लाउनु भयो ए ठोक्लाइ तर मैले तपाईँलाई ड्रप गरेँ जस्तो लाउँछ कि पहिला त्यहीँबाट मेबी हुनसक्छ होइन भर्खर यहाँ अहिले चाहिँ म अमरसिंह जान लागेको छु र उहाँ पछाडि हुनुहुन्छ मेरो र अब तस्बिर खुद बोल्छ भने चाहिँ अब तस्बिर चाहिँ अमरसिंहमा गएर बोल्नेवाला छ र अमरसिंहमा चाहिँ मेला चलिरहेको छ नि त अस्तिबाट मैले भनेको थिएँ नि त अस्ति म ग्राउन्डमा पनि गएको थिएँ लाउरे र जेम्स आउनेलाई पनि गएको थिएँ कि अनि त्यो भिडियो चाहिँ आएन नि त किनकि हामीले प्रोग्राममा बोलाएको थियो नि त त्यही भएर अनि हल्का यता पछाडि चाहिँ जाम थियो त्यही भएको कारणले नि हल्का घुमेर आएको थियौँ हामी चाहिँ र अब म अमरसिंहमा गएर भेट्नेवाला छु जाम हेर्न सक्नुहुन्छ थ्याङ्क यू सो मच है ब्रदर है लभली ब्रदर है कस्तो क्याब उडाइदिएको त नि उडायो हावाले हो क्या उहाँसँग भेटेको थिएँ एकदम लभली के एकदम लभली भन्दा नि एकदम लभली के होइन यस्तो मिठो कुरा गर्ने होइन मलाई चाहिँ बवाल लाग्यो है मान्छे चाहिँ बवाल है त्यो टाइपको फिल भयो क्या मलाई चाहिँ होइन अब मान्छे पनि मेरै उमेरको रहेछ होइन सानो सानो जो अब हल्का भोइस चाहिँ अलिकति सानो होइन तर मेरै उमेरको रहेछ र अनि क्याब खस्दिरहेको हिँड्दा हिँड्दा क्याब खस्दिरहेको ल मा झाक्ने के गर्ने अब भन्ने भइरहेको थिएँ राइड क्यान्सिल राइड कम्प्लिट गरिदिउँ होइन क्यान्सिल होइन नि अब 100 रुपियाँ आएको थियो खास गरी बाँसुरामा अनि मैले 120 मागिदिएँ कि अनि लेग साइडबाट यहाँ क्याबै उडाइदिइरहेको क्या अब हिँड्दा हिँड्दा क्याबै उडाइदिइरहेको ठिक भइरहेको भने एकछिन त ल एकछिनमा भेट्नुपर्छ ल अर्को राइडको प्रतीक्षा गरौँ र अर्को राइडको प्रतीक्षाको फल कस्तो हुनेवाला छ हेरौँ है त फेरि विवेक दाइ आइसक्नु भएको छ है ल विवेक दाइ स्वागत छ हेन्सी बोय भर्खरै पन्जा लिन आएर रहेछन् अनि पन्जा किन्ने भनेको थियो अनि मैले लदोस् किनौँ त भनेको माक्राहरू कहाँ हो के हो यार भयो त एक भुलीसम्म हेरौँ न भन्छन् कि ल ठिक छ नि त
हेर्न देऊ छैन एभरेजमा धेरै भयो धेरै भयो यहाँनिर यहाँ अलिअलि त सक्दो रहेछ धेरै बसी हानेर नि हो हुन त उडाउनु त उडाइदिन्छ अलिकति हाइटमा नआएर नि अलिकति बाइक पनि तात्तियो नि त त्यही भएर पनि हो पम्पमा जाने क्या जिरोको पेट्रोल पम्पमा जाने के तिम्रोमा छ म त हिजो 12 बजीसम्म काम गरेको थिएँ आज पनि 12 बजीसम्म गर्ने हो सुशील त बाइक चलाउँदैछ 1 लिटर हाल्नु पर्ला तेल होइन किनकि अब पैसा चाहिँ छ है पैसा कमी नभएको होइन है त्यही तेल धेरै किन हाल्नु चाहिने भनेर 1 लिटर हालिदिनु त कति 1 लिटर हालिदिनु ल रातभरि भ्याउँछ भोलि हेर्न 5 लिटर हाल्नु पर्ला लास्टको कुरा र सुशीलले उता पुरै म आएँ हिँड बिस्तारै हिँड म आउँछु बिस्तारै हिँड क्या म आउँछु कति र सुशीलको राइड हेर्न सक्नुहुन्छ अब सुशीलको राइड हेरौँ होइन कसरी चलाउँदो रहेछ सुशीलले ल है मिस्टर सुशीलले ल है हेरौँ भर्खर उसले कुरामा आएको चाहिँ बाइक पनि नयाँ नै हो भनौँ न किनकि धेरै भयो नि चलाएको ल उसको राइड हेरौँ है त ल है सुशील राइडर है ल सुशील राइडर ल है अब कर्नरिङ दिन्छ जस्तो भाइ ल है कर्नरिङ सुशील ठिक छ केटा हो मलाई बाइक चाहिँ हरि मनपर्छ पहिला मेरो साथीले चलाएको थियो अब डेन्जर उडाउँदै त्यसले चाहिँ अहिले छैन अहिले हामीसँगै र अब चाहिँ बबाले डेन्जर छिराइदियो क्या यो त राइडरै भइदियो क्या सुशील त ल केटा एकछिन भेट्नुपर्छ ल गर्नु न भ्लग गर्छु अरे होइन ल गराउनु ल ल केटा हो वास्तविक त कुरा गर्नुपर्दा चाहिँ उहाँ पुरै डढाएर फुली टोटल्ली हुनुभएको छ र देव रहेको छ हाम्रो साइडमा तपाईँको भ्लग चाहिँ इङ्ग्लिसमा डह्रो चल्ला जस्तो लाग्यो होइन के सेयर गर्नु है बोल्नु न भोलि चाहिँ माघेसँग होइन हामी चाहिँ मगर हो तपाईँहरू ठकुरी दुईजना मगर हो हाम्रो भोलि चाहिँ एकदम ठुलो भान्साट हो माघेसागर थियो हेर्नु यो चाहिँ कता हो त हामी कता आइने कता आयौँ हामी मालेपट्टन या मालेपट्टन आकाशमा ताराहरू लागेको छ कति राम्रो मजस्ती होइन भन्नु नि त भन्नु न सिकाइदिनु कसरी भन्ने यहाँ हिजो झन्डै मलाई पुलिसले पक्रेको माइ गड आइ एम स्केयर्ड एट द्याट टाइम हामी 3 जना चढेको थियौँ स्कुटरमा अनि कसैको लाइसेन्स नभएको अनि झन्डै पक्रेको क्या बेलुका 10 बजे आज त्यही पनि यहाँ देख्न सक्नुहुन्छ र यहाँ गर्लफ्रेन्ड लिएर हिँडेको जस्ट जोकिङ केटा हो होइन त्यही हो वास्तविक गर्नुपर्दा योमा चाहिँ टक्क मैले हालिदिनेवाला छु गर्लफ्रेन्ड लिएर भाग्यो भनेर हेर्न सक्नुहुन्छ दुईजनाको कस्तो भइरहेको छ आमा गाह्रो छ र पछाडि हुनुहुन्छ यहाँ समात्नु अब बोल्नु हजुर लानु बोल्नु बोलेरै बस्नु के बोल्ने त अब
हजुर Look at that beautiful. नयाँको पुलबाट जाम के कोइला पुलबाट जाम है कोइला पुलबाट जाम के बोल्नु न बोल्नु ए के बोल्ने र अघि बोलिहाल्यो थियो अहिले त सक्यो जाडोले काम आयो नकेरा हो वास्तविकता कुरा गर्नुपर्दा चाहिँ म उहाँको बोयफ्रेन्ड हो अनि उहाँलाई लिएर जान लागेको छु मैले बगर अनि उहाँले मलाई 500 रुपियाँ दिनुहुन्छ है 500 होइन 5 रुपियाँ 50 मा मैले बुक गरेको छु उहाँहरूलाई 50 मा जिरो थप्ने अरे जिरो त होइन टक्क 500 छैन मसँग 50 रुपियाँ भन्दा नि बढी के भन्नुभयो कि यसो कति नराम्रो साउन्ड हो आउँदै यसको भन्दा त मेरो बाइकको साउन्ड मिठो आउँछ जस्तो साउन्ड आए पनि जस्तो भए पनि सेफ्टी तरिकाले चलाएपछि जस्तै राम्रो लाग्छ होइन हेर्नुमा केटा मैले यसै गर्लफ्रेन्ड भन्छु हो द्याट्स राइट होला साथी इट इज रियलिटी एन्ड इट इज फ्याक्ट अफ गरिदिनु माथि यस्तो Which one बटन is हुन्छ off के माथि button? बटन अफ बटन हो ए होइन अघि पर्दैन गएँ म ल गएँ ल बाई बाई गएँ भने र अब म जानेवाला छु यहाँबाट मणिपालमा त्यो काठी कुद्दैछ त्यहाँ काठीले कुदेर नि आउँछ त्यो केटा भाइ सक्नुहुन्छ हाम्रो भाउजूको तातो तातो चटपट चिसोमा पनि तातो हुन्छ फेरि त्यस्तो त्यसमा पनि तातो हुने खालको टक्क परेको होइन यो चटपट चाहिँ के हालेर बनाउनुहुन्छ भाउजू तपाईँले माया मिसाएर ल है त वास्तवमा यहाँ चाहिँ भाउजूले डेन्जर माया मिसाएर बनाउनु हुँदो रहेछ चटपट भनेको भाउजूलाई माया गरेर आइदिनु होला सबैजना भाउजूको चटपट खाइदिनु होला है नाम पनि हेर्न सक्नुहुन्छ खैदो पत्रुरो चटपट गिलो खानुहुन्छ कि नगिलो खानुहुन्छ कि सुक्खा खानुहुन्छ कि भाउजू चाहिँ त्यो यहाँ माथि सुकुटीवाला चटपट नै पाउँछ है त यहाँ चाहिँ वास्तवमा भन्नुपर्दा भाउजूको आफै थुक्ने आफै खाने आफैले बनाउने अरूलाई दिने भाउजूको मुखै रसिलो हुन्छ कसम ढाटेको ल एकचोटि खायो भने चप्पकै चप्प हुन्छ हो हेर्नु सक्नुहुन्छ हाम्रो भाउजू झिलिल रातिमा जहिले यस्तो मजाले बोलेछ भनेपछि त दिउँसोमा कति बोल्छ टक्कर आएर हाम्रो चाहिँ अब चटपट प्याकिङ हुँदैछ माछा मारिरहेको केटाहरूले टक्क माछा मारिरहेको केटाहरूलाई चाहिँ चटपट मरेन भने यहाँबाट भन्दैछु तिमी यताबाट म यताबाट बोल्यो नि तिमी उताबाट बोल्न मिल्दैन थाहा मलाई तिमीले भिडियो हेर्छौ तर तिमीले त्यहाँ माछा मरेन भने हामी एकछिनमा हिँड्नेवाला छौँ यदि नरहेछ भने र त्यो चटपट चाहिँ चटपटै त्यो माछा चाहिँ यदि मरेको भने यहाँ ल्याएर बनाएर खाइहाल्छु हेर्दै जाँदा भिडियो माछा चाहिँ केटाहरूले मारेछ भन्ने कुरो आयो होइन टक्क चटपट लिएर जानु लाग्छ केटाहरूको लागि लगेडा भाउजूको चटपट प्याकिङ भइसक्यो मान्छे नि रसिलो चटपट नि रसिलो ल चप्प पारेर खानुपर्छ होइन अब लगेर चाहिँ केटाहरूलाई जाडोमा तातो तातो खुर्सानी हालेको चप्प पारेर खानुपर्छ ल है त केटाहरू सुरुहरू अब खाना रेडी भएर बस्छ ल भाउजू है धन्यवाद बाई बाई लगेडा म अब देवको बाइकमा जानेवाला छु र उहाँ केटाहरूको के चलिरहेको कस्तो भइरहेको एकचोटि गरेर हेरौँ न होइन ल अब देवले चलाउँछ हामीले टक्क लाएर बाराइचोकमा आइसकेका छौँ अब हाम्रो केटाहरूको माछा मार्ने जक्सनमा पुग्न लागिसक्यौँ होइन टक्क लाएर यसलाई चाहिँ बाराइचोक भन्छ यहाँबाट राइट लागेपछि यहाँको बाटो चाहिँ बन्द भइसकेको छ फाइनल्ली अब हामी चाहिँ यहाँबाट माथिबाट जान्छौँ हामी रेगुलरली हिँड्ने बाटो यही हो होइन रात परेपछि ओहो कति धेरै मान्छेहरू घुमेर आउनुभएको ओहो टाढो रहेछ ल है त हामी यहाँबाट पनि जाँदैछौँ तल झर्नु ल
ल है त म यहीँबाट झारिदिँदैछु बाइक दोस्त कहाँ सक बिगारेर भएन नि त बाइकलाई पनि माया गरेर ल है त केटाहरू भएको ठाउँमा हामी पुग्न लागिसकेका छौँ फाइनल्ली हेर्नु सक्नुहुन्छ मारे कि मारे छैन अब टक्क लाएर त्यही हाम्रो केटाहरू चाहिँ माछा पर्यो कि परेन नत्र चटपट फिर्ता जान्छ रे ल हेर त माछा त्यहाँ त सिङ्गै छैन ल त्यहाँ थापिराख मान्छे यस्तो गर्छ क्या ढाँट्ने होइन तिमीहरूले होइन अस्ति टपे हराएछ क्या झोप्पै तिमीहरूले हराएछ यस्तो ढाँटेर बोलायो हामीलाई होइन दोष अस्ति झोप्पो हराएछ क्या ठिकै छ मेरो भयो चटपट फिर्ता जान्छ रे दस परे खाएर नराडिकनु भन परे छैन क्या दोष परेको हेर्दा परे दोष भनिहाल्थ्यो नि यार हो परेन त सेट कान्छी किन अस्ति केटाहरूले त्यो सोकडा हो भिडियो एडिट चाहिँ मैले गर्दैछु र होप यु गाइज लाइक दिस भिडियो सो लाइक एन्ड सब्सक्राइब गरिदिनु होला र आजको लागि चाहिँ यति भन्दै बिदा माग्छु र भोलिको दिनमा ब्लगमा भेटौँला र भोलिको ब्लग चाहिँ हेर्न नभुल्नु होला सी यु गाइज र अहिले चाहिँ इन्ड्राइभ गर्दैछु ल बाई बाई गाइज